एउटा बुढा चाहिएको छ हैन, रातिमा 10 ट्याक हान्ने, 10 ट्याक हान्दा टट्याउने बुढा चाहिएको छ है। सबभन्दा पहिले त ओरल हान्ने हो, अनि राति मात्र होइन दिनमा पनि घोप्तो चेप्तो उत्तानो कोल्तो पुरा जिगज्याग पारामा हान्ने हो। दिन्छौ? सुहाग रातको दिन किन महिलालाई खुन देखा पर्छ? भएको एउटा तबला हुन्छ, त्यो पनि धेरै बजाउन लगाउँछौ, त्यही भएर देखिन्छ नि। सुनेको थिए हजुर सिङ्गल हो अरे हो? कसले भन्यो तिमीलाई पागल नि? यत्रोको छोरोसँग देखे होइन? चकलेट पनि कसले दिन्थ्यो र? म दिन्छु नि त तिमीलाई चकलेट। कुन खालेको मनपर्छ, ल्याक्टो कि लम्चुस? अबको 5 वर्षपछि म पनि बिहे गर्छु अनि तिमी जस्तै छोरी पाउँछु ल। त्यति साह्रोले त गर्न हुन्न है, किनभने म यहाँ तिम्रो लागि भनेर काजु खाएर रेडी भइसकेको छु। बरु त्योभन्दा छिटो गर्न चाहन्छौ भने तिम्रो लागि स्पेशल झापा गएर म अमला लिएर आउँछु नि त। तिमीले मलाई कसरी किस गर्छौ? यसरी आई लभ यु कसैलाई भन्ने हैनस्? भनिन म धरो धर्म भनिन। मैले आजसम्म माथिल्लो घरको जेठा, तल्लो घरको कान्छा, यता घरको श्यामे, उता घरको रामे, गाउँको भुन्ते दलले यी सबैले त हामीले उद्योग गरेको र तङ्किस खाएको कुरा भन्दा अरू गरेकै छैन। तिमीहरू पटाउनको लागि जेसुकै गर, जस्तोसुकै भएर फोटो खिच, म त पत्ताउँदैन। त्यो एआई हो, एआई हो। आज भोलि जे पनि गर्छ एआईले गर्छ, त्यो पनि कमाल गर्छ। साँच्चै भनेको तपाईँहरूले पनि नपत्याउनु होला, यिनको त्यो देखिरहेको दारे दाँत छ नि, त्यो पनि एआई हो। कस्तो नमजाले थुकेको यार, मुखैभरि पर्यो नि यार। मैले पनि त्यसै गरी ठु गरेँ भने तिम्रो मुखमा पर्दैन, अनि तिम्रो मुखमा पर्यो भने तिमी रिसाउन्नौ, तिमी रिसायो भने मलाई भात रुच्दैन नि त। तिमीहरू पटाउनको लागि जेसुकै गर, जस्तोसुकै भएर फोटो खिच, म त पत्ताउँदैन। त्यो एआई हो, एआई हो। आज भोलि जे पनि गर्छ एआईले गर्छ, त्यो पनि कमाल गर्छ। साँच्चै भनेको तपाईँहरूले पनि नपत्याउनु होला, यिनको त्यो देखिरहेको दारे दाँत छ नि, त्यो पनि एआई हो। शुक्ल गण्डकी तनहुबाट रामपुरतिर आउँदै गर्दा मैले बाटोमा 60 रुपियाँ भेटेको छु है। आधिकारिक मान्छेले मलाई सम्पर्क गर्नु होला। भेटेको माल गोजी माल भन्ने कुरा थाहा छैन तिमीलाई? रन्डा ठाडो 12 डन्डा। बरु 60 रुपियाँको टोपी किनेर आऊ, त्यसपछि ठ्याक्क नजाऊ। खोलेर राखिदिएको जस्तो पुरा छरपष्ट देखेपछि आश नगरेर के गर्नु त यार? खै के भयो यार, त्यस्तो कल्पनामा हराएको हो कि त्यो हराएको बेलामा फेरि घाँटीमा कसैले टोक्देको जस्तो पनि छ। डरो मच भयो कि क्या हो? यो के आजकलका केटाहरू के आफ्नो बुढीको मुदी चाट्न घिन मान्छन्, अनि अर्का बुढीको मुदी चाट्दै हिँड्छन् के हो के त्यस्तो अर्का बुढीको मजा? तेरे यार के बोल्या क्या यार? कि त त्यही जवानी साट्नेलाई थाहा होला, कि त त्यही चाट्नेलाई थाहा होला। हेलो सुन न, तिमी र म डेटिङ कहिले जाने हो के? चुप्ला तलाई नखर माउली, यति सानै उमेरमा डेटिङ जान खोज्ने? बौकाको जस्तो मान्छे हो म, बरु आइज जिगर। दुलो कहाँ छौ? दुलै भेट्नौ म त। दुलो भेटेन रे बहिनी, यो कान्छीले के गर्छ भगवान। तिमीले दुलो खटिएन त, तिमीले दुलो खट्ने होइन, तिमीले ठुलो खट्ने हो। अब खासमा तिमीलाई पनि त त्यही चाहिने हो नि। सानो ठुलोको कुरा गर्दैछौ हेर। अब तिमीहरूलाई ठुलो चाहिएको, मलाई दुलो चाहिएको।
खायो भने माया बढ्छ अरे झन् बमिटै खायो भने त बिहे भएर नानी नै हुन्छ होला है अलि अनुभवी छैनौ कि क्या हो कस्तो नथाहा पाएको तिमीले बच्चा बनाउनको लागि त सानो भाइको बमिट पो खानुपर्छ त तपाईहरुलाई राति गर्दा मजा आउँछ कि दिन गर्दा मजा आउँछ राति भए पनि चल्छ दिन भए पनि चल्छ बरु भन तिमीलाई कुन पोजिसन मन पर्छ एउटा कुरा भनौँ के भयो तिम्रो अन्डा कति किलो छ छैन क्या सेट भए पनि राटो गेडीको गेडा जात्रामा हुनुपर्छ त्यही भएर त तिमीलाई डोज पुगेको छैन यौन सम्पर्क गर्नु अघि पुरुषले के खानु पर्छ त ऋषि दमालाले सिकाइदिएको काजु खानुपर्छ के